सानो मान्छे स्कुल जाँदै रहेछ। हाई हाई 7 बजेर 29 मिनेट गयो। तिमी कहाँ जाने? कुन जाने? माथि नै माम्न नै जाने हो? आमा कति टाढा हो? 1 घन्टा लाग्छ होला तिमीलाई। यो खोलाको नाम के हो थाहा छ? थाहा छैन? हो ल जाऊ ल जाऊ। सानो बहिनी स्कुल जाँदै रहेछ। आमा यहाँबाट माम्न जानुपर्ने रे स्कुल पनि। कति टाढा हो? त्यसलाई त 1 घन्टा लाग्छ होला यहाँबाट। 10 बजे स्कुल लाग्छ, 7 साढे 7 भयो। अहिले त्यस्तै 2 घन्टा लाग्यो नि पुग्छ होला पुग्न त। स्कुलको चाहिँ यस्तो यता पनि छ जस्तो लाग्थ्यो स्कुल त। खोइ किन माथि नै गइरहेको, सायद बोर्डिङ स्कुलमा पढ्न जाने होला नि त। खेतबारी हेरौँ गाइस, खेतबारी। गहुँ काटेर पुरा आगो पो लगाइदिएछ। आगो लगाएर अब यस्तो आगो लगायो भने मल हुन्छ यहाँको खेतबारीका कीटाणुहरू। यो आगो लगाउ भन्नाले अब खेतबारीलाई नष्ट गरेर गर्मी हो। ल फेरि अर्को खोला आयो। कुन खोला आयो थाहा छैन। राइट। यहाँ त पुरै खोलामै बाटो रहेछ। पानी त्यति भइरहने। बर्खातिर त हिँड्न गाह्रो हुन्छ होला यो खोलामा। केरा खाने हो केरा? यतातिर हेरौँ त केराको घारी माथितिर पर्या। उतातिर कस्तो घाम लाग्यो होला उतातिर त। खै सिनै क्या गजब छ बा। उतातिर त यस्तो पो हुनु पर्यो नि त। अनि सौन्दर्य हे उतातिर मनै लोभ्याउने। नेपालको चर्चित बडी मालिका भन्ने नाम सुन्नुभयो होला होइन? ऊ माथि 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 डाँडा छ नि, थोरै बादल लागेको हो। त्यो डाँडाभन्दा यस्तै 4वटा डाँडा क्रस गऱ्यो भने बल्ल आउँछ त्यो बडी मालिका भन्ने। बडी मालिका मन्दिर एउटा त्यो एकदम पर्यटकहरूको रोचाइएको ठाउँ हो। त्यो सबैतिर देश विदेशबाट सबै ठाउँबाट आउँछन् त्यो ठाउँमा। सानो जङ्गलमा प्रवेश गरियो। देखो चट्टान, देखो कर्णालीको व्यथा, देखो यो चट्टानमा कसरी रोडलाई ल्याएर। आमामा यताबाट कस्तो डरलाग्दो देखिँदो रहेछ। यस्तो चट्टान यस्तो भिर नदेखा मान्छे यतातिर आयो भने त पुग्लुक्कै ढल्छ होला हो। हेर हेर्दै लड्यो भने त मान्छे सिधै कर्णालीको बिचमा हो क्या। त्यहाँ ठेउरिने ठाउँै छैन। सलक्क बिचमा पुग्ने त्यस्तो भिड देखो।